यसरी पस्नु पर्यो है हजुर छिर्छ है खै म आजसम्म तपाईँ त छिर्नु भयो त हौ हजुर उताबाट छिरिँदैनबाट उता पनि छ यता पनि छ रहेछ उता पनि हो रहेछ नि अचम्मै रहेछ नि हो रहेछ उता पनि छ यो चारपट्टि छ है सबैजनालाई एकदम सेवा नै होइन र विशेष गरी चाहिँ आज एकदमै पवित्र जग्गा सिक्किमको है यो चाहिँ प्रायः जस्तोलाई अब यो जग्गा चाहिँ एकदम थाहा पनि छैन र यो प्रायः जस्तो आउने यहाँ मौका पनि पाउँदैन आज हामी चाहिँ यो राखी बन्धन अथवा यो बुद्ध पूर्णिमाको अवसरमा चाहिँ आज हामी यसरी यहाँ आज छिर्ने मौका पाएका छौँ र यो जग्गालाई चाहिँ एकदम यो छङ्गोदेखि माथि पर्छ अर्कै जग्गा यो आउनुपर्ने हुन्छ अनि यो जग्गा चाहिँ साथीमा अलिकति घुमाइदेऊ त यो जग्गालाई भन्छ नाकचोक अलिकति यसको अलिकति हिस्ट्री चाहिँ के छ भने यहाँ चाहिँ पहिला नाग अब यहाँ छ मन्दिर चाहिँ यहाँ चाहिँ दुईवटा नाग बस्नु भएको थियो अरे मतलब अब यहाँ चाहिँ मनी जस्तो अनि यहाँ चाहिँ अब कस्तो छ त्यहाँ देखाउने छु यहाँ चाहिँ अब सर्पहरू बस्नेको पुरा गुफाहरू जस्तो छ अरे अब गएर म तपाईँहरूलाई भिडियो अलिकति एड गरेर पनि देखाउनेवाला छु अनि हेर्दै गर्नुहोस् नाक्सोको भिडियो आउनुहोस् त यो बाटो चाहिँ प्रायः आउनु पाउँदैन यहाँ चाहिँ बाटोहरू पनि यस्तै छ होइन प्रायः जस्तोलाई कसलाई पनि थाहा छ नि यो जुत्ता खोलेर जान्छ मजाको लाग्दछ दामी रहेछ है जग्गा चाहिँ निकालै क्यामेरामा चाहिँ कभर चाहिँ दियो अब तान्नु नि मलाई पनि हो रहेछ नि यहाँहरू त सुनिमा नाग बसेको हो गुफाहरू तपाईँ कसरी थाहा भयो यहाँ रहेछ नि डिटेल्स प्रकारले देखाउ न हौ मजाले जुम गरेर ए हो रहेछ नि गुफा हजुर हजुर दुलो रहेछ नि है आम्मा फ्रन्ट चाहिँ हटिरायो नि यहाँ चाहिँ अलग्गै अल्झेर पूजा गर्नुपर्ने रहेछ यस्तोमा चाहिँ कसरी नाक बस्थ्यो नाग पवित्र जग्गा हो नि त हौ पवित्र जग्गा अलिकति त्यो उता उगेन अझै छिर्नु सकिन्छ तपाईँ यतैकै हुनुहुन्छ होला घर त हुँदै हो कि हजुर हजुर बस्नु त्यहाँ छङ्गु बसेर काम गर्छु ए तपाईँ यहाँ जहिले पनि आउनुहुन्छ म दुई खेप यहाँ पूजा गर्नु चाहिँ काम हुँदाखेरि यहीँनिर काम गर्थ्यो यसको इतिहासिक चाहिँ अलिक तपाईँलाई थाहा छ भने अलिक भनिदिनुहोस् न इतिहास चाहिँ मलाई खै उहिलेदेखि मान्छ भनेर भन्छ सबैजनाले सबैजना दर्शन गर्नु पनि आउँछ यहाँनिर हजुर हजुर बेला बेलामा आउँछ अनि दर्शन गरेर जान्छ सबैजनाले यहाँनिर तपाईँले मैले पनि पताएर नै यहाँ आउँछु आजसम्म दुई खेप भयो यहाँ आएको यो ठाउँमा हुनु चाहिँ अचम्मै रहेछ नि है यस्तो रहेछ नि वरपर रहेछ नि हजुर हजुर ढोका भन्छ यहाँबाट छिर्नु पर्छ यहाँबाट है यताबाट छिरिँदैनबाट उता पनि छ यता पनि छ रहेछ उता पनि हो रहेछ नि अचम्मै रहेछ नि हो रहेछ उता पनि छ यो चारपट्टि छ है तपाईँको नाम चाहिँ भनिदिनुहोस् न मेरो तेजबहादुर मुखिया हो ए हजुर हामी नेरुङ बस्नेमा हो ए हजुर 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 उहाँले चाहिँ आज अगाडि आउनु भएर पनि पूजा गरिसक्नु भएको रहेछ हजुर तपाईँसँग यसो भेटेर भेट्ने एउटा सायद मौका थिएछ भिडियोमा पनि यसो निकाल्नु पायौँ अम्बो हो रहेछ नि हौ है यो रहेछ नि हौ गडाको सामान पनि ल्याएर राखिएको रहेछ हजुर 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 अब कसले ल्याएको अलिकति हो रहेछ नि हौ यो त अचम्म जग्गा रहेछ नि हौ इन्क्रेडिबल यो चाहिँ ल होली प्लेस है यो चाहिँ है भो अम्बो अचम्म पनि सेवा ए हजुर हजुर ए हजुर कसरी पस्न सकिन्छ अलिकति यहाँबाट चाहिँ यसरी पस्नु पर्यो है छिर्छ है
खै म आजसम्म तपाईँ त छिर्नु भयो त हौ म आज 2 खेप भयो हजुर हजुर ए त छिर्न सक्दिनँ होला हजुर हजुर होइन त्यता सक्दैन होइन त्यता कोसिस गरी हेर्दा हुन्छ होइन होइन तर सक्दैन होला त्यता त योबाट त पस्नु पनि अनि अचम्म पवित्र यो त जग्गा रहेछ नि हौ अब महादेव हजुर हजुर उहाँकै सृष्टि हो यो हजुर हजुर अचम्म है फ्ल्यासलाइट बाल्नु नि यहाँ त अहिले यो के यो बुच्चाको रहेछ कि बहिनी यस्तो डाम पो छ त साँप होइन हो रहेछ यो त हटाइले हेर्नु पाउँदैन त्यो त बार दिएको होला बहिनी यो हामीले हटाइले हेर्नु पाउँदैन यो हटाउनु हुँदैन होला बहिनी यो बुइ नाना हो रहेछ नि हौ होइन होला अचम्म जग्गा रहेछ नि यो त हो रहेछ नि हौ बुइ अचम्म जग्गा रहेछ नि अचम्म हो रहेछ नि प्रबल छ त अचम्मै रहेछ नि यो त मलाई 1 घण्टा 10 बजे